हम तो नेपाल स्वयंसेवक सञ्जालले आज शनिबारीय कार्यक्रम अन्तर्गत रोडका खाल्टाखुल्टी पुर्ने झाडी फान्ने वृक्षारोपण गर्ने कार्यक्रम अन्तर्गत हाम्रो काम सुचारू भइरहेको छ। यस कार्यमा स्वयंसेवक साथीहरू स्वस्फूर्त तरिकाले काम लागिरहनु भएको छ। हाम्रो एउटा टिम अगाडि पनि छ। हजुरको नाम के होला? नाम प्रेम गैरे, म यहाँ वार्ड नम्बर 9 डुडखोला निवासी। हजुर, मेरो व्यक्तिगत व्यवसायमा चाहिँ फर्निचर व्यवसाय छ पर शहरमा। हजुर। अनि यहाँ अरसरेमा चाहिँ पशुपालन पनि छ र पनि म समाजका लागि केही गर्नुपर्छ। आफ्नो लागि त सबैले गर्छन्, समाजको लागि पनि केही समय खटेर हेरौँ न कसो हुँदो रहेछ, समाज परिवर्तनमा हामीले पनि केही योगदान गर्न सकिन्छ कि भन्ने आशाका साथ सम्पूर्ण साथीहरूसँग आबद्ध भएर काम गर्ने क्रममा छु। यदि कोही तपाईहरुमा पनि इच्छुक साथीभाइहरू हुनुहुन्छ भने हामीसँग सहभागिता जनाएर आफ्नो ठाउँ आफै बनाउने अभियानमा चाहिँ हातेमालो गरेर अगाडि बढ्नु सबैलाई मैले अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद। हाम्रो स्वयंसेवक एकदम जागरुकका साथ यो अभियानमा हातेमालो गर्नु आएको छ। नि हो त्यहाँ ऊ काटौँ त पैसा हो त्यहाँ उताको दुईजनाले गर्छन्, यतापट्टि हो त ऊ काटौँ कि कुलो फल काट्नु। यो नालीतिर भर राख्नु पर्यो। यहाँ छ, यहाँ होइन त्यो बेल्चा कहाँ आउने ए रहेछ। यस्तो अलिक फराकिलो खन्दिउँ बरु, त्यहीँबाट गाडी पनि जान मिलोस् कि।